एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। यो चाहिँ मेरो रिसेप्सन पार्टीको भिडियो रहेको छ। यो चाहिँ हाम्रो बिहेको भोलिपल्टको मण्डपमा बसेर हामीले पूजा गर्नुपर्ने थियो, त्यही भिडियो रहेको छ। यो चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले। उहाँ बाहुन बाजेले जे भन्नुभयो त्यही अनुसार हामीले चाहिँ यो पूजा गर्नुपर्ने रहेको छ। हामीले चाहिँ यो पूजा सकाएपछि आफ्नो घरमा आउनुभएको चेलीबेटीहरू र आउनुभएको पाहुनाहरूलाई सबलाई टिका लगाएर आशीर्वाद लियौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो चाहिँ पूजा सकिएपछि रिसेप्सनको लागि रेडी हुनुपर्ने थियो अनि हामी रेडी हुन पनि गयौँ र फोटोसुट पनि रहेको थियो, त्यसको लागि पनि हामी रेडी हुन गयौँ। हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो चाहिँ फोटोसुटको कार्यक्रम सकिसकेपछि चाहिँ टिकट हाल्नुको कार्यक्रम सुरु भएको थियो, जसमा चाहिँ मेरो फ्यामिलीबाट मम्मी बुवा लगायत सम्पूर्ण घिमिरे फ्यामिली आउनुभएको थियो ढोगभेट फुकाउनको लागि चाहिँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। ढोगभेटको कार्यक्रम सकिसकेपछि चाहिँ मलाई मेरो मम्मी बुवाले हामी दुईजनालाई टिका लाएर आशीर्वाद दिनुभयो। त्यसपछि चाहिँ हाम्रो नेपालमा रहनुभएको पूर्व शिक्षा मन्त्री गिरिराज मणिपोखरेलज्यू पनि हामीलाई आशीर्वाद दिनलाई आउनुभएको थियो। हाम्रो रिसेप्सन पार्टीको कार्यक्रम सकेपछि चाहिँ यहाँ डान्स सुरु भएको थियो। हेर्न सक्नुहुन्छ हजुरहरूले। हाम्रो डान्स प्रोग्राम सुरु भयो।
यति रमाइलो भएको थियो कि यो टाइममा चाहिँ सबैजना डान्स गर्न व्यस्त हुनुभएको थियो, सबैजना रमाइलो गरिरहनु भएको थियो र हामी चाहिँ बिहानदेखि रेस्ट गर्न नपाएको भए चाहिँ धेरै थाकेको थियौँ र हामीले रेस्ट गऱ्यौँ र फेरि कन्टिन्यू यहाँ डान्सहरू भइरहेको थियो, हेर्न सक्नुहुन्छ हजुरहरूले। चाहँदा नचाहँदै पनि मैले यो भ्लगलाई चाहिँ यही एन्ड गर्न चाहेँ। प्लिज मेरो च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। ओके, बाई बाई, टेक केयर, सी यू सुन।